तपाईले आफ्नो आत्मालाई के खुवाउनु हुँदैछ? के यसले तपाईको आत्मा तृप्त हुँदैछ? कि झन् कमजोर अनि थाकेको महसुस गर्नु हुँदैछ? कि यसले तपाईलाई परमेश्वरप्रतिको विश्वासमा निर्माण गर्दैछ? कि झन् कमजोर महसुस गर्नु हुँदैछ? कि सबै कुराले तपाईलाई येशूको नजिक लाँदैछ? कि तपाईलाई ओ म त प्रभुको छोरा हो, म त प्रभुको छोरी हो, म उहाँको नजिक रहन चाहन्छु भन्ने लाग्दैछ? पवित्र आत्माले तपाईलाई आवाज दिनु हुँदैछ? कि तपाईँ निराश हताशमा हुनुहुन्छ? चिन्ता फिक्रीले सताइरहेको छ? दुःख कष्टमा हुनुहुन्छ? डरमा हुनुहुन्छ? आत्मामा भोका प्यासा हुनुहुन्छ? अन्योलमा हुनुहुन्छ? रोग बिमारले ग्रसित हुनुहुन्छ? कि तपाईँ आफ्नो भविष्यलाई सुरक्षित राख्ने प्रयासमा हुनुहुन्छ? कि तपाईँ संसारको विभिन्न साधनलाई सङ्घालेर आफूलाई सन्तुष्ट पार्न प्रयास गर्नु हुँदैछ? यो सबै कुरा खोल्न परमेश्वरले एउटा महत्त्वपूर्ण पुँजी दिनुभएको छ र त्यो हो उपास अनि प्रार्थना। यसैले आउनुहोस्, यो फेब्रुअरी 23 देखि लिएर अप्रिल 3 सम्म 40 दिनको उपास अनि प्रार्थनामा सहभागी हुनुहोस्। विभिन्न विषयहरूमा प्रार्थना गर्नेछौँ, एकादशको निम्ति प्रार्थना गर्नेछौँ, मण्डलीको जागृति, एकता अनि प्रेमको निम्ति परमेश्वरसँग प्रार्थना गर्नेछौँ, साथै देश विदेशमा शान्तिको निम्ति प्रार्थना गर्नेछौँ। हामी विश्वास गर्छौँ कि यस उपास अनि प्रार्थनाले हाम्रो जीवनमा आशिषका ढोकाहरू खोल्नेछन्, साथै हामी आत्मामा नयाँ कुरा अनुभव गर्नेछौँ।